मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरी रुद्राक्षमालाधरी वाग्देवी वदनाम्बुजे वसुते मे लोकमाता चिरम् मूकं करोति वाचलं पङ्गुलं लघ्यते गिरं यत्कृपातमं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासाय नितेजसे यस्य प्रसादाच्चामि नारायण कथामयम् नारायणं नरस्कृतं नरचैव नरोत्तमं देवी सरस्वती व्यास ततो जयमुदीरयेत् गौल जी गर्ने अब प्रथम अध्याय माझी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि तिमी एक चित्त भई सुन अघि यो संसारको सृष्टि गर्दा भएको पहिलो साध्य चित्त पद अर्थात् शान्तिले पनि नभेटाउने ठाउँ छ उहाँबाट भयो त्यसरी पढ्नु एकैचोटि बोल्नु हुँदैन कि अहिले मैले पढ्न सक्छु अनि त्यसपछि तिमीले पढ्नु ल अनि मैले नि पढ्छु है त फेरि शक्तिमान अर्थात् शिवदेखि मायाको उत्पत्ति भयो मायादेखि अव्यक्त अर्थात् प्रकृति उत्पन्न भयो पहिले त्यस अव्यक्तको अधिष्ठाता अथवा मालिक आत्मा छ प्रथम उत्पन्न भएको शक्तिदेखि पर शान्ति पद छ उसो भन्दा पनि पर विद्या पद छ उहाँदेखि पर प्रतिष्ठा पद छ त्यहाँभन्दा पर निवृत्ति पद छ यो ईश्वरका सृष्टिको संक्षेपले वर्णन गरियो जुन रीतिले यसको सृष्टि हुन्छ उसको उल्टो रीतिले संहार हुन्छ यी 5 पदको वर्णन सृष्टिदेखि पछिलाई लिएर गरिएको हो आदिलाई लिएर गरिएको हो महापददेखि विशेष पदसम्म उत्पत्ति हुन्छ किन्तु जुन अव्यक्तले गर्दा जगतमा 5 कला व्याप्त छ यसको अधिष्ठाता आत्मा छ त्यसमा अव्यक्त अर्थात् प्रकृति र जीव अर्थात् सबैका शरीरमा रहने आत्माको कर्तृत्व छैन अर्थात् यी दुईले तिनलाई बताउँदैनन् प्रकृति अचेतन हुनाले र जीवात्मा अज्ञानी हुनाले तिनीहरूलाई चलाउने चेतन ज्ञानी ईश्वर चाहिन्छ बुद्धिमानहरू कारण नभई कार्य हुँदैनन् भन्छन् हे मुनि त्यसैले कार्य भएपछि कारण पनि हुन्छ जस्तो कि कपडा भएपछि त्यसको कारण अवश्य हुन्छ त्यसैले यो कारण चाहिन्छ अनादि अर्थात् कसैबाट नजन्मने पुरुष सर्वशक्तिमान अर्थात् जे पनि गर्न सक्ने छन् अल्पज्ञहरू यो मत मान्दैनन् सृष्टिको आरम्भदेखि नै लिएर संसार संहार ब्रह्माको 100 वर्ष आधालाई परार्ध भन्दछन् जब दुवै भाग बिच्छन् तब ब्रह्माको आयु सकिन्छ अव्यक्त आत्मालाई आत्मा कार्यलाई साथली नमस्ते गला ओ नमस्ते गला बस नमस्ते गला ब्रह्माको आयुको नमस्ते अर्को आधालाई परार्ध जब दुवै भाग बित्छन् तब ब्रह्माको आयु सकिन्छ अव्यक्त आत्मा कार्यलाई साथली आत्मामा माकुराले जालो बुटमुटाएर लिए जस्तो गरी मिल्दछ विकारले युक्त यो जगत आत्मामा एक डल्लो भइरहन्छ यी प्रधान पुरुष पनि आफ्ना धर्म स्वभावले रहन्छन्